उता फरक अलिक क्लियर देखेको छु म त बहुत अवस्था एउटा के हो कि त्यो आज हामी चाहिँ बोधा आछौँ होइन अनि हाम्रो ड्राइभर चाहिँ उहाँ चाहिँ चलाउँदै हुनुहुन्छ अहिले अनि अहिले चाहिँ हामी जाँदैछौँ उहाँको रुममा अरू केटाहरूले आज चाहिँ रिजल्ट थियो त्यो दुवैजना पास भइरहेछ खुसी भइरहेछ अर्को जाँदा कम भन्यो हेर त हेर तिमी हेर्दै गर एउटा स्टोरी सुनाउँछु अलोक नगरको यहाँ पहिला म बिहान आउँथेँ के गर्नुलाई बिहान 4 बजी उठेर यहाँ आउँथेँ यार दुनियाँमा तिम्रो कोही छैन तिमी एक्लै छौ कस्तो फिल हुन्छ क्या मलाई जहिले भइरहेको छ क्या कहिले काहीँ खै मलाई यस्तो प्यारो हामी आएर पर्दैन हो हामी पोज ल्याएर आज पानी नराउँछ यहाँ ल्यान्ड हुन्छ जाऊ अगाडि कस्तो छ सुसाइड गरेको क्या होइन होइन बस्नुपर्छ यहाँ यहाँबाट रोटी लिँदा दसैँमा नि हामी यो पिङ हेर्न जानु लाग्यो सही छैन म यो राहुल हेलो गाइज हामी यहाँ 200 रुपियाँ नपुगेर जान पाएन त्यही पनि खुसी छौँ किनकि हामीले 200 रुपियाँ बचाएको छौँ 200 रुपियाँको 2 प्लेट झोल मोमो पाउँछ क्या हामी यस्तो राम्रो भ्यू हेरेको छ 200 तिर्न नपाएर ल यता हेर त राहुल तपाईँहरूले देख्न सक्नुहुन्छ आज म र दिपु चाहिँ आज यसो खानासाना खाएर माकलबारी हो यो एरिया त पुरै माकलबारी हो कि माकलबारी घुमेको आज ओ दिप उताबाट राउन्ड हान्नु जाने तर भ्याउँदैन राति मजा आउँछ यस्तो घुम्नु कि त हामी फर्केरै जानु पर्ने थियो के हो किनेर जानु निस्किनु भन्थ्यो तर यस्तो राति ननिस्केर यहाँ किन म एउटा ठाउँ देखाउँछु है तिमीले गेस गर्नुपर्ने छ है